गिभ अप चाहिँ नगरौँ है 2 4 6 8 10 11 अब एक पिस खानु भने 40 भयो ल लास्ट एक पिस खाइदिनु ल 7 सेकेन्ड बाँकी छ 39 पिस भयो है त 39 पिस ल 1 2 3 4 5 6 7 8 9 10 11 5 मिनेट भइसक्यो टाइम छ ल टाइम सक्यो टाइम चाहिँ सक्यो हैन दाइले चाहिँ धेरै मजाले खानुभयो धेरै खुसी लागेर आउनुभयो 11 कस्तो रहेछ त 11 पिस चाहिँ एकदम ठिक छ है हजुर अनि अचार चाहिँ कस्तो रहेछ ढिलो भयो क्या कस्तो नि अलि ल्याएर बस्नु अलि सेम टाइममा खाएको भयो भने राम्रो हुन्थ्यो कस्तो मोमो चाहिँ जति राखेदेखि फ्राई हुन्थ्यो खानु चाहिँ गाह्रो हुन्छ है त्यो चाहिँ सेपको अनुसारले भन्नुभएको हो फेरि अब दुई तिन मिनट यहाँ बाहिर नै थियो अलिक स्टे भयो त्यो होल ड्राई भयो बाहिर सेम टाइप भयो त्यो किनकि यो ड्राई भयो कहिले चाहिँ हाम्रो ओके दाइले भन्नुभएको चाहिँ अरूले त्यो सेल्फलाई राख्नुहुन्छ दाइले भन्नुभएको चाहिँ आउने बित्तिकै खाए पनि सकिन्छ भन्ने कुरा चाहिँ आयो है त कस्तो फ्रेस फ्रेस भन्छ है मैले पनि नेक्स्ट टाइम सक्छु जस्तो लाग्छ है मोमो कस्तो रहेछ दाइ मोमो अनि अचार अचार एकदम ठिक छ है अचार भेटेछ दाइ एकदम हजुर थ्याङ्क यू ल थ्याङ्क यू सो मच दाइ होइन हजुर तर किन अब अलि मोमो त्यही त मैदा त हो नि हजुर बाहिर फास्ट ड्राई हुन्छ फास्ट ड्राई हुन्छ अब किनकि अब त्यो त्यही नै हो अब सेम टाइम त्यो बनाएर चाँदै बनाएर खानु पायो नेक्स्ट टाइममा आउनुभयो भने मजाले खान सक्नुहुन्छ भन्ने मलाई चाहिँ 100% हो छ जित्ती 11 पिस मात्रै बज्यो नेक्स्ट टाइम आउँछ है हामी धेरै धेरै धन्यवाद नेक्स्ट टाइम चाहिँ फेरि आउँछ पैसा चाहिँ सक्यो पैसा सक्यो मिस्टर रिला यसो च्यालेन्ज हान्ने बसेर हो इन्टरनेट चल्दैन हो थ्याङ्क यू के भन्नु सकिन्छ त्यहाँ तपाईँहरूको इच्छा अनुसार मेस खाना यहाँ चाहिँ उपलब्ध छ यहाँ आउनु सक्नुहुन्छ लोकेसन बायोमा हेर्नु होला है जो स्पिड च्यालेन्ज मोमोमा चाहिँ हाम्रो अगाडि ठ्याक्कै 70 टोपी लगाउने एकजना घैदे बहादुर हुनुहुन्छ भनेर पनि के भन्नु चिन्नुहुन्छ यतापट्टि चस्मा बहादुर पनि अब यसो 30 पिस मोमो चाहिँ खान्छु भनेर भन्नुभएको छ यता हाम्रो सुरज दाई हुनुहुन्छ सुरज दाईले पनि अब 40वटा चाहिँ खान्छु भन्नुभएको छ त्यो पनि यता साइडको बहिनी देखेर पनि बहिनी चाहिँ यहाँ सकभर बस्नुहुन्न खानुहुन्न होला भन्ने चाहिँ मेरो हो छ यतापट्टि हुनुहुन्छ हाम्रो विष्णुबहादुर पुन मगर हुनुहुन्छ उहाँ चाहिँ अब ज्यान सिलिम भए पनि 45वटा चाहिँ खान्छु भन्नुभएको के भन्नुहुन्छ हाम्रो विष्णु सरले 45वटा खान सक्नुहुन्छ भन्नु तर मेन टार्गेट चाहिँ यहाँ चाहिँ अब 50वटै खाइदिन्छु भनेर आउनु भएको छ त्यही हो तर सबैजना साथ सपोर्टमा चाहिँ हाम्रो यतापट्टि हुनुहुन्छ म छु होइन अनि त्यसपछि यतापट्टि हाम्रो साथी हुनुहुन्छ उतापट्टि ढोकामा गएर बस्नु भएको छ उहाँ साथीहरू हुनुहुन्छ अनि मेन च्यालेन्ज गराउने दाइहरू चाहिँ त्यहाँनिर हुनुहुन्छ दाइको इन्ट्री हुँदैछ यहाँ आउँदै हुनुहुन्छ हाम्रो टेबलमा ल हाम्रो दाइ आउँदै हुनुहुन्छ दाइको भिडियो खिचिरहेको छु
मोमो च्यालेन्जको दाइ चाहिँ यहाँ हुनुहुन्छ है। यहाँ चाहिँ किचनमा चिरी सोक्नु भएको छ। हामीले फोन गरेर सतार लाग्छ भन्दैछ हाम्रो दाइ चाहिँ यहाँ फेरि हुनुहुन्छ। हातै पर्छ भर्खर तरकारी किनेर आयो उहाँ चाहिँ हाम्रो स्पिड मोमो च्यालेन्जको भाइरल दाइ हो। आज हारिदिने हो आज हाम्रो हाम्रो सोल्टीको फेरि यहाँ पुरा कल गरेको सोधेको पनि हो। कता काम गर्नु दाइ सोधेको पनि हो। कता काम गर्नुहुन्छ हामी मरिना हो, मरिना काम गर्छ। महिनातिर त सुनसान छ होला है मरिनातिर सन्नाटा कोरोनामा के थियो र त्यस्तो ए सेम भयो के रेस्टुरेन्ट लाइन नै हो हामी रेस्टुरेन्ट सबै हो र ए हाम्रोमा के मिठो छैन भन्दिनँ है दाइ भन्नुहुन्छ। के मिठो छैन उहाँ दाइ चाहिँ हाम्रो एकदम भाइरल हुनुहुन्छ है। चेक गरेर भने बहिनीले फेरि सर्भ गर्ने अनि कस्तो भयो? फर्स्ट टाइम आउनु फर्स्ट टाइम आउनु गर्ने हुन्छ। अभी भी कम टु बन्द तरकारीको भाउ बढेर तपाईँको बढेको छ दाइ, बढेको छ। म बोलाउनु न त आज चाहिँ बहिनीले त्यो एप्रोन लगाएन कि एप्रोन खै त्यो एप्रोन फुल लगाउँछ कि हाम्रो म अघि अर्डर गरेँ भने आज च्यालेन्जमा। अनि यो बहिनी पनि पुरा भाइरल हो फेरि 300 दिरहम ल्याएर टक्क टेबलमा राख्ने बहिनी हो। आज चाहिँ हाम्रो स्पिच च्यालेन्ज हुँदैछ। हाम्रो अर्को बनाएको सेफ टार्गेट चाहिँ यहाँको छ 50 पिस मोमो खानेको लागि। बहिनी पनि पुरा साइड साइडमा आउनुहुन्छ हो बेला बेलामा। यसो हाई भनिदिनु त बहिनी। यहाँ चाहिँ आज स्पिड च्यालेन्जमा हाम्रो अगाडिको फ्रन्टको साथी हुनुहुन्छ। नामहरू लाएर मान्छेले अवस्थी भनेर है सक्दैन हो गाडी चाहिँ यसो हेर्दाखेरि बहिनीहरूको पुरा चाँदो बाटो मिलाउँदाखेरि कसरी उनीहरूलाई ब्रेक गर्ने भनेर यस्तो प्लान भयो जस्तो लागेको छ। त्यसमा हाम्रो दाइले पनि मजाले सोचेर आउनु दाइले पनि बाहिरबाट। यहाँको चाहिँ जे भए पनि मोमो खान नसके पनि बहिनीहरू एकदम राम्रो राम्रो हुनुहुन्छ सर्भिस गर्ने होइन। तर पनि तपाईँहरूले खानै सक्नुहुन्न जस्तो लाग्छ। हाम्रो चाहिँ कम्पिटिसन चाहिँ छ। हाम्रो मेन आजको मेन प्रतियोगितामा सहभागी हुने गोपिन साथी मगर हुनुहुन्छ। सायद सर्भिस चाहिँ गर्नुहुन्छ होला। हाम्रो बहिनीसँग थोरै जानकारी लिँदैछौँ हामी चाहिँ। के भनिदिनु बहिनी? 4 जना जस्तो जम्मा मोमो 5 मिनट्समा भने त गाह्रो छ। यहाँ चाहिँ च्यालेन्जै हो म्याक्सिमम् 4 जनाले खाएको चाहिँ अब रेकर्ड छ। त्यो धेरै टाइम दियो भने त च्यालेन्जै हुँदैन नि त उयो त्यही भएर मैले चाहिँ अघि सोधेको कि फोन गरेर सोधेको कस्तो ऱ्यान्डमली आउँदा पनि हुन्छ कि हुँदैन भनेर सोधेको थिएँ। अनि बहिनीले 2-4 कुरा भन्न सक्नुहुन्छ यहाँको बारेमा? म त के भन्नु होला भन न, भन। के भन्नु म मलाई नेपाली बित्ति बोल्न आउँदैन है बहिनी हिन्दी बाहेक होइन भन न। सोध्नु भएको टाइम छ भने चाहिँ जुनसुकै टाइममा पनि आउँदाखेरि हुन्छ कोही यस्तो बुकिङ गरिराख्नु पर्दैन। त्यही हो स्पिड च्यालेन्ज जित्नु होला अनि 300 दिरहम लिएर जानु होला होइन। त्यही हो सक्नुहुन्छ भने आउनु है। अरूलाई पनि अब हाम्रो त्यो अहिले दाइले जित्नुभयो भने बोलाउनु पर्छ कि बोलाउनु पर्छ। अनि यहाँको रेस्टुरेन्टको बारेमा पनि भनिदिनु न आफ्नो आफ्नो रेस्टुरेन्ट हाम्रो रेस्टुरेन्ट लोकेसन भने त्यो बारेमा भन्छ। लोकेसन अनि नामहरू भनिदिनु। हाम्रो रेस्टुरेन्ट चाहिँ मैले दाइको भिडियोमा सबै हुन्छ क्या भरे त्यो पनि हुन्छ त्यो चाहिँ ब्याकअप बर्दगोइमा छ इजी प्लेट रेस्टुरेन्ट हो। हजुरहरू पनि आउन सक्नुहुन्छ। नेपाली इन्डियन खानाहरू खानुलाई विशेष गरी आज स्पिड च्यालेन्जको लागि चाहिँ यहाँ अगाडि फ्रन्टमा हुनुहुन्छ अनि साथमा सपोर्टर हाम्रो बहिनी हुनुहुन्छ उहाँले सपोर्ट गर्नुहुन्छ भन्ने भावनाका साथ आज जितेर चाहिँ लैजानुपर्छ भन्ने भावना छ हाम्रो चाहिँ। यहाँ चाहिँ साथीहरू चाहिँ मजाले अब स्पिड च्यालेन्जको लागि टुरेर होइन मजाले बसिरहेका छन् हाम्रो साथीहरू। यसै गरी हाम्रो विष्णु भण्डारी हुनुहुन्छ। विष्णु भण्डारीलाई पनि केही कुरा सोध्न चाहेँ। के छ कस्तो लाग्यो यहाँ चाहिँ सुरुमा भिजिट गर्दाखेरि कस्तो लाग्यो? मलाई त राम्रै लाग्यो। म पनि 35 देखि 40 सम्म खान सक्छु जस्तो लाग्छ होइन। सक्नुहुन्छ होला। यसो ज्यान पनि हेर्नुहोस् है, ज्यान पनि हेर्नुपर्छ।
हाम्रो सुरज दाईको भनाइ चाहिँ के छ? केही छैन। थ्याङ्क यू सो मच। थ्याङ्क यू सो मच। हाम्रो साथीले चाहिँ जितोस् भन्ने एउटा एकदम अवश्य नै छ, त्यो सफल पनि हुन्छ। अनि हाम्रो मेन कार्यकर्ता होइन विशेष के छ आफूसँग भएको कमिटी के अरे कन्फिडेन्स चाहिँ के कस्तो छ भन न। आई क्यान डु इट आई क्यान डु इट हो कि आई क्यान डु इट भनेको? आई क्यान डु इट ओके आई क्यान डु इट जस्ट अहिले चाहिँ ट्राई गर्ने मात्र भन्ने त्यस्तो छ। अनि नै हराएछ आज कुखुराले। त्यही हो। अहिले चाहिँ सकिएन भने अर्को चाटि चाहिँ मजाले होइन अहिले चाहिँ बेसिक क्लास लिएर आएर अर्कोचोटि चाहिँ सकिन्छ भन्ने हाम्रो वो छ होइन भनिदिनु पऱ्यो यहाँ दर्शकहरूले मेरो पेटमा आइसक्यो यार मायाको साँच्ची। त्यसो भए सक्दैन जस्तो लाग्यो। हामी पनि टाइप हानिदिनुपर्छ कि के हो कसो भन्ने कुरो हुन्छ तर हामी चाहिँ टाइप हान्दैन। कस्तो भन्दाखेरि सपोर्टको लागि आएको सपोर्ट चाहिँ 100% नै गरिन्छ तर आजको स्पिड च्यालेन्ज चाहिँ मजाले कम्प्लिट गर्नुपर्छ है। हुन्छ भन न हौ यता हेरेर हुन्छ भन न हौ मोबाइल हेरेर बसेको छ मान्छेहरू जिपी। खास गरी चाहिँ हामी चाहिँ स्पिड मोमो च्यालेन्जको लागि अब लोकेसन कता हो के हो भन्नुहुन्छ होला यहाँ नजिकै अनि त्यसपछि इसी प्लाटस भन्ने छ होइन यो चाहिँ हाम्रो लोकेसन हो एक्ज्याक्टली। तपाईँ ठ्याक्कै हलिउडको यतापट्टि आएर यो लाइनबाट सट्ट चिर्न पनि सक्नुहुन्छ। टक्क मजाको यो इजी प्लाटस भन्ने छ टक्क यहाँ चिर्न सक्नुहुन्छ। हाम्रो टिमहरू चाहिँ यहाँनिर बस्नु लागेको छ। हाम्रो मेन स्पिड च्यालेन्ज गर्ने चाहिँ साथीहरू हुनुहुन्छ उहाँलाई फोकस गरेको। अनि तपाईँहरू आउनु सक्नुहुन्छ मजाले टक्क यो देखेर आउनु सक्नुहुन्छ है जहाँ त्यहीबाट पनि। ठ्याक्क यतापट्टि यो सप देख्नुहुन्छ यतापट्टि के अरे उताको कर्नरबाट आउनुभयो भने तपाईँलाई जमजम इलेक्ट्रोनिक्स अनि त्यसपछि पञ्चकन्या रेस्टुरेन्टहरू छ। अनि यतापट्टि आउनुभयो भने तपाईँको ट्याक्कै हलिउड पुरानो हलिउडको पुलिस स्टेसनको यतापट्टि आएर मजाले यहाँनिर चाहिँ भिजिट गर्न सक्नुहुन्छ। मोमो आइसकेको छ गाइस। मोमो च्यालेन्ज चाहिँ यता मजाले हामी यता बस्ने हस् हुन्छ। यो चाहिँ स्पिड च्यालेन्ज 50 पिस मोमोको लागि धेरै कुरो छ नि त्यसको गाइस भूपेन ग्लोभ छैन ग्लोभ्स आउँछ। जिप्पी गाइस 50 पिस मोमोको लागि रेडी। ग्लोभ छ यो उनले सघाउँछौ आज 2 प्लेट मोमो मगाउनुपर्छ होला हौ। आउँदैन यो पनि खै अब यहाँ चाहिँ फर्स्ट टाइम है 5 मिनटमा 50वटा मोमो खाने च्यालेन्ज हुँदैछ। ग्लोभ्स हातमा लगाउँदै हुनुहुन्छ मेरो साथीहरू रेडी हुनुहुन्छ। स्पेसली हाम्रो दाइ आउनुभयो च्यालेन्ज गर्नको लागि। दाइ यतै बस्नुहुन्छ। पेट चाहिँ मिलाऊ है पेट चाहिँ उसको नाम दाइ भूपेन के दाइ भूपेन सारू मगर गुल्मी गुल्मीदेखि सबै हाम्रो दोहोरी गाउने दाइ हुनुहुन्छ नि गुल्मीको चिन्नुहुन्छ को कृष्ण होला मोबाइल उसमा आएर नि गाएर गइरहनु हुन्छ नि यी मोबाइल बजार टिकटक हेर्नु भएको छ होला कृष्ण हाम्रो साथी हो। यहाँ के तपाईँ गुल्मी समाजको के हुनुहुन्छ नि हामी जोडेको छैन। मसँग भिडियो त छ तपाईँको अनुहार देखेँ चिनिने चाहिँ हाम्रो